हेलो एभ्रिवान सबैजनालाई फेरि वेलकम ब्याक माई ब्लग है। आज चाहिँ हेर्नुहोस् न, घरमा बसेर काम गर्नु पऱ्यो भनेको फेरि हिँड्नु पऱ्यो बजारतिर है, अलिकति घरको कामले तयारी स्यारी भएर निस्केँ म है। अनि हेर्नुहोस् न, मेरो स्कुटी राख्नेको त्यहाँबाट चाहिँ यस्तो दामी भ्यू देखेको है। त्यहाँबाट चाहिँ म म्युनिसिपल जाने काम थियो नि त, अन्त त्यहाँ गएँ हो। भला लास्टमा चाहिँ मेरो काम भएन पनि, त्यहाँबाट चाहिँ म निस्केँ फेरि है। हाम्रो त एसएचजी ग्रुपको पैसाहरू तिर्नु पर्थ्यो, सो म चाहिँ त्यहाँ गएँ है ब्याङ्कमा। अनि म ब्याङ्क पुगेँ है, ब्याङ्क चाहिँ यही हो हाम्रो होइन। त्यहाँदेखि ब्याङ्कमा गएको त खाली रहेछ, त्यहाँदेखि यसो फर्मसम भरेर त्यहाँबाट निस्केँ है। त्यहाँदेखिको चाहिँ मलाई कस्तो भोक लागेको थियो नि त, अन्त मलाई लस्सी र छोला भटुरा खानु मन थियो। अनि त्यो भएर चाहिँ म चाहिँ बोनिसमा गएँ है। मलाई चाहिँ त्यहाँको छोला भटुरा र लस्सी चाहिँ एकदमै बेसी मनपर्छ। एक्लै थिएँ र पनि खाइदिएँ, किनभने भोक लागेको थियो नि त मलाई पुरा। बिहान खाजा खाइनँ, खानु मनै लागेन, अन्त त्यो भएर चाहिँ मैले एक्लै बसेर गम खाइदिएँ है। मलाई चाहिँ भोक लागेपछि साथी चाहिँदैन, प्रायः म एक्लै हिँड्ने बानी भएर होला, सो त्यो भएर मलाई एक्लै हिँड्नु के जस्तो पनि लाग्दैन, एक्लै हिँड्नु एक्लै खानु है। त्यहाँबाट चाहिँ मैले केही भ्लगहरू गरिनँ, त्यहाँबाट चाहिँ म घर आएँ है। त्यहाँदेखिको चाहिँ थाकेर म त्यहाँदेखि अरू कामहरू गरेँ। घरमा आएपछि त भिडियो गर्नै प्रायः बिर्सिहाल्छु म, सो अन्त त्यो भएर चाहिँ आज चाहिँ मैले छिमीहरू है सफाहरू गरेँ। अस्ति चाहिँ मैले अलिअलि मात्रै सफा गरेर छिमी बनाएको थिएँ नि त, त्यो भएर आज चाहिँ मैले डिपली नै मजाले धोएँ है। अनि यहाँ यस्तोहरू बसेकोहरू चाहिँ यो क्या मुनिको सलेदोकोहरू बसेको चाहिँ जता पाए त्यतै फ्याँक्नु हुँदैन भन्छ नि त, त्यो भएर चाहिँ मैले त्यो चाहिँ साङ्को भाँडामा हालिदिएँ है। अनि छिम्मी चाहिँ मजाले यसरी तातो पानीमा भिजाइदिएँ, अब विन्टर लाग्यो है, राम्रो जाँदैन, त्यो भएर चाहिँ मजाले उम्लेको तातो पानीमा चाहिँ यसरी हालेर चाहिँ मजाले सफा गरेँ है। अनि सफा गर्दाखेरि चाहिँ यस्तो मजाले सफा भयो आज चाहिँ, अन्त सन्चो लाग्छ है। अब यसरी अलिअलि सफा गरेर गर्नु र यसरी मजाले डिपली सफा गर्नु चाहिँ एकदमै डिपली सफा गरेकै मनपर्छ। तर अब कोही बेला त्यस्तो हुन्छ, भ्याउँदैन है, त्यो भएर चाहिँ अब अलिअलि मात्रै सफा गरेर गराइ हुन्छ। अन्त आज चाहिँ मैले मजाले सफा गरेँ है। हेर्नुहोस् न, मजाले माझी भित्र बाहिर है, फेरि कतिवटामा त गएन रहेछ, त्यहाँदेखि फेरि त्यसलाई पनि दोबारा गरेर गरेँ है। त्यहाँबाट चाहिँ मैले त्यसमा यता लिएर पुछपाछ गरेर अन्तखेरि त्यसमा चाहिँ मैले सलेदोहरू हालेँ हो। सलेदोहरू पनि हाल्नुपर्छ नि त त्यसमा, अन्त सलेदोहरू मिलाएँ है, मजाले पुछपाछ गरेँ। पहिला चाहिँ चिसो हुन्छ, त्यो भएर चाहिँ हो। अन्त त्यसमा सलेदोहरू हालेँ, सलेदोहरू हालेर चाहिँ त्यसलाई चाहिँ मैले डाल्डाहरू पनि हालेँ, डाल्डाहरू हालेर चाहिँ सबै साइड गर्नु राखिदिएँ है, सेलाउनु राखिदिएँ। सेलाउनु राखेर चाहिँ मैले फेरि खाना पकाएँ। खाना पकाएको चाहिँ मैले भिडियो गरिनँ है। अब त्यो हरेक कुराकै भिडियो गरिरहनु चाहिँ म अलिकति बिजी हुन्छु नि त, मतलब मलाई त्यो फोनहरू कोट्याएर बिर्सिँदो रहेछ क्या। अब हामी त त्यो भ्लगहरू गर्ने बानी नभएर होला है, त्यो भएर त्यसबाट चाहिँ मैले चाहिँ अब हेर्नुहोस् न, अब छिमी चाहिँ कोही अड्किँदैन हो, त्यसलाई चाहिँ अब यसो धुपको उयोले सिन्काले चाहिँ यसो अड्काउनु पर्ने हुन्छ है। मुनि चाहिँ मजाले कसैको ठ्याप्पै बस्दैन नि त, अड्किँदैन, अन्त त्यो भएर है। अनि यो छिमी पनि अलिकति बाङ्गो भएको थिएछ, मैले त यो भिडियो एडिट गर्दा पो देखेको है। त्यहाँदेखिको त्यसलाई पनि मैले त बनाएपछि डाल्डा हालेपछि चाहिँ मैले त्यसलाई सिधा चाहिँ बनाएँ होइन, सिधा बनाएर चाहिँ मैले त्यसलाई बनाएको नि त, हालेको डाल्डा हालेको। त्यसबाट चाहिँ मैले खानासाना बनाएँ। खानाहरू बनाएको चाहिँ भिडियो गरिनँ। अनि खानासाना बनाएर चाहिँ आमालाई रोटीहरू आँटाहरू गुनेँ है, आँटाहरू गुनेर राखेँ। अब त्यसपछि पुरा कामहरू हुन्छ नि त, कतिवटा काम त म रिकर्डै गर्नु भ्याउँदिनँ हो। अब फेरि मेरो फोनको स्ट्यान्डहरू पनि छैन, त्यो कारणले गर्दाखेरि चाहिँ म त्यो फोनहरू कहाँ अड्काउनु हुन्छ है। मलाई चाहिँ एकदम झिझेट लाग्छ कोही बेला चाहिँ, अन्त एक दुईवटा मात्रै कामहरू गरेको हाल्छु। त्यसपछि चाहिँ मेरो दिदीले ल्याइदिनु भएको रुख टमाटरहरू है, यसरी काटेँ, यो पनि अचार हालौँ भनेर नि त आमाले सिकाइराख्नु भएको छ, यसरी मसलाहरू हालेर यस्तो गरेर हाल्नु भनेर। त्यहाँदेखिको यसलाई चाहिँ अलिअलि ओइलाउनु पर्छ अरे नि त, अन्त त्यो ओइलाउनुको लागि चाहिँ मैले यसरी काटिराखेँ है। 2 थाल भयो। बिचारा मेरो सावित्री दिदी, थ्याङ्क यू सो मच है। यो भिडियो हेर्नुहुँदैछ भने चाहिँ सावित्री दिदीलाई यति धेरै ल्याइदिनु भएछ है। अब यो बजारमा किन्नु परेको भए कति पर्थ्यो अब पैसा होइन, तर मेरो सावी दिदीले चाहिँ मलाई फ्रीमा ल्याइदिनु भएछ, थ्याङ्क यू सावी दिदी। हुन्छ, त्यसो भए तपाईँहरूलाई यो भिडियो मन पऱ्यो भने लाइक सेयर कमेन्ट